स्वस्ति स्वस्ति स्वस्ति। हामी सुखी जीवनमा छौँ, त्यसकारण मैले स्वस्ति भने। यो शब्दको अर्थ बुझौँ। सु अस्ति स्वस्ति। सु भनेको राम्रो र अस्ति भनेको छ राम्रो थियो, राम्रो छ, राम्रै रहनेछ। मलाई बान्जानको याद आयो। जैन मङ्क, जैन भिक्षु, उनी भिक्षा माग्दै एउटा गल्लीबाट गइरहेका थिए, जापानको एउटा गल्लीबाट। उनी गइरहेको गल्लीमा थुप्रै पसलहरू थिए। तीमध्ये एउटा पसल मासु बेच्ने पसल थियो। मासु बेच्ने व्यापारी र मासु किन्ने ग्राहकको बीचमा त्यहाँ संवाद चलिरहेको थियो। मासु बेच्ने पसलेसँग स्वाभाविक रूपमा ग्राहकले मागिरहेको थियो, प्लिज गिभ मी द बेस्ट पिस अफ मिट। कृपया मलाई सबभन्दा राम्रो मासु दिनु। यो कुरा सुनेर मासु पसले मुसुक हाँस्छ र भन्छ, एभ्री पिस अफ मिट इन दिस सप इज द बेस्ट वान। यहाँ बेचिने सबै मासुहरू राम्रो मासु, अर्थात् हामी कहाँ जहिले पनि राम्रो मासु नै पाइने हो। यो संवादलाई फेरि एकचोटि मनन गरौँ। प्लिज गिभ मी द बेस्ट पिस अफ मिट। ग्राहक भन्छ र पसले भन्छ, एभ्री पिस अफ मिट इन दिस सप इज द बेस्ट वान। यो दुईवटा व्यक्तिको बीचमा जुन डायलग चलिरहेको थियो, त्यो डायलगलाई अनायास भिक्षुले सुन्न पुग्छ, अथवा भिक्षुले यी दुई डायलग नचाहेर पनि सुन्न साथ सम्पूर्ण शरीरमा करेन्ट दौडिन्छ। पैतालादेखि टुप्पीसम्म करेन्ट दौडेको अनुभव हुन्छ। त्यसपछि उसको भिक्षापात्र या उनले समातेको बान जान भन्ने भिक्षुले समातेको भिक्षा पात्र खस्छ। यतिन्जेल उनी मुक्त भइसकेका थिए। जिन्दगीभर ध्यान गरे, जिन्दगीभर ग्रन्थ पढे। यी भिक्षुले जिन्दगीभर ध्यान गरे, जिन्दगीभर ग्रन्थ पढे, तर मुक्ति एउटा मासु बेच्ने बगरे या कसाई र ग्राहकको डायलगले उनलाई मुक्तिमा पुर्याइदियो, इन्लाइटनमेन्टमा पुर्याइदियो, ट्रान्सफर्मेसनमा पुर्याइदियो। किन इमेजिन इट, जिन्दगीभर ध्यान गर्दै रहे, तर मुक्ति न ग्रन्थबाट भयो न ध्यानबाट। मुक्ति न ध्यानबाट भयो। जिन्दगीभर धर्मशास्त्र पढ्दै रहे, जिन्दगीभर साधना गर्दै रहे, तर मुक्ति न साधनाबाट न ग्रन्थबाट भए। मुक्ति एउटा कसैको डायलगबाट भयो। मुक्ति एउटा मासु बेच्ने मान्छेको डायलगबाट हुन्छ। यसलाई यसरी बुझौँ। एउटा हलुवा बेड रुखमा पाकिरहेको थियो, तर झरिरहेको थियो। मस्तसँग पाकिसकेको थियो, तर झरिरहेको थियो। अन्तमा एक दिन एउटा हावाको झोका आउँछ, मधुर मधुर झोका, मन्द मन्द झोका। त्यो मन्द झोकाले धक्का दिनासाथ हलुवा बेड खस्छ। अघि रुखमा थियो, अब भुइँमा आयो, भुइँमा आएपछि त्यसको बिउले फेरि रुख उमार्छ। ट्रान्सफर्मेसन। बस यो भिक्षुलाई पनि, यो भान्जानलाई पनि भएको त्यही हो। त्यसकारण ध्यानबाट मुक्त हुन्छ। भरोसा छैन, भरोसा हुँदैन। भ्रममा धेरै मान्छे छन्, ध्यान गरेर मुक्त हुन्छ। धर्मशास्त्र पढेर मुक्त हुन्छ, धेरैलाई भ्रम छन्, पढिरहेका छन्। मुक्तिको लागि परिपक्वता चाहिन्छ। त्यो ध्यानबाट पनि आउन सक्छ, नआउनु पनि सक्छ। मुक्तिको लागि परिपक्वता चाहिन्छ, समझ चाहिन्छ, अन्डरस्ट्यान्डिङ चाहिन्छ। त्यो धर्मशास्त्रबाट आउनु पनि सक्छ, नआउनु पनि सक्छ। परिपक्वता त आउने सबभन्दा ठुलो स्रोत त अनुभव न हो। त्यसकारण अल्बर्ट आइन्स्टाइनले एक ठाउँमा ठोकेर भनेका थिए, ज्ञानको सबभन्दा प्रामाणिक स्रोत भनेको अनुभव हो। विज्ञानको मामलामा जहिले पनि यही सत्य हुन्छ, अनुभवबाट ज्ञान जन्मिन्छ। तर अध्यात्ममा अनुभव भन्दा माथि त्यसलाई भावनामय प्रज्ञा भनियो। समझबाट, अन्डरस्ट्यान्डिङबाट, बुझाइबाट, अन्तर्बोधबाट, भित्रैबाट बुझ्नुबाट रूपान्तरित भइदिन्छ। मान्छे 20 वर्ष ध्यान गर्छ, केही पनि फरक पर्दैन। 20 वर्ष साहित्य पढ्छ, केही पनि फरक पर्दैन। धर्मशास्त्र 40 वर्षदेखि ध्यान 40 वर्ष गर्दैछन्, गराउँदैछन्, केही पनि फरक भएन, किनकि बुझ्नै सकेन। धेरै अरूलाई बुझाउँदा आफूले नबुझ्दो रहेछ, धेरै ध्यान सिकाउँदा आफूले नसिक्दो रहेछ भन्ने प्रमाण वान्जान। त्यसकारण वान्जानको कहानी एउटा ट्विस्ट एन्ड टर्न हो। हे मुक्तिका प्यासीहरू, हे मुक्तिका खोजीहरू, मुक्तिको लागि चाहिने परिपक्वता, मुक्तिको लागि चाहिने समझ हो। वान्जानको समझ त्यही हो कि उनले जिन्दगीभर ध्यान पनि गरे र जिन्दगीभर धर्मशास्त्र पढ्दै पनि रहे। धेरै गुरुको सेरोफेरमा चाहर्दै पनि बसे। नत्र ध्यान कसरी सिक्ने? न गुरुबाट ज्ञान, न ग्रन्थबाट ज्ञान। ज्ञान कहाँबाट कसै?
एउटा डायलगबाट उनी माध्यम बन्दै, उनी क्याटालिस्ट बन्दै। अलिकति गम्भीर हुँ यसमा। भान्जान जब मासु पसलबाट गुज्रिरहेका थिए, उनी भिक्षा माग्ने तर्खरमै थिए। एउटा आवाज छिर्छ, गिभ मी द बेस्ट पिस अफ मिट। एउटा ग्राहकले सबभन्दा राम्रो मासु मागेको रहेछ। सामान्यतया ग्राहकले सबभन्दा राम्रो माल माग्छ। ओके, मैले पनि सबभन्दा राम्रो चिज माग्दैछु जीवनसँग। त्यो के हो मुक्ति, त्यो के हो इन्लाइटमेन्ट। हेर्नुहोस् यसको सिमिल्यारिटी, सिमिली हेर्नुहोस्। हरेक ग्राहक बाहिर जाँदा सबभन्दा राम्रो माल खोज्छ। त्यस्तै मैले पनि सबभन्दा राम्रै माल खोजिरहेको हो। म भान्जान, भिक्षु, साधक, म पनि खोज्दैछु सबभन्दा राम्रो माल। त्यो भनेको के हो मुक्ति? मेरो लागि सबभन्दा राम्रो माल भनेको के हो मुक्ति, एनलाइटमेन्ट। म योभन्दा तल झर्नै सक्दैन। यसैको लागि घर छोडे, परिवार छोडे, सबै छोडे। मेरो आश यही हो। बस एउटा ग्राहकले द बेस्ट पिस अफ मिट मागे जस्तै मैले पनि द बेस्ट थिङ इन द प्लानेट, इन द युनिभर्स मागिरहेको छु, मुक्ति। यति त बुझी। अब त्यसपछि अर्को डायलग छिर्छ कसैको, एभ्री पिस अफ मिट इन दिस सप इज द बेस्ट वान। हाम्रो पसलमा कमसलको मासु बिक्दैन, हामी बेच्दैनौँ। यो अर्को डायलग छाट्नुलाई यो सिमिल्यारिटी कहाँ जोडिनु पुग्यो त भन्नाले, बुझाइ कहाँ गयो त भन्नाले, ओहो, जब एउटा मासु बेच्ने मान्छेको पसलमा सबै मासु राम्रो राख्छ, एउटा राम्रो साउजीले सबै माल राम्रै राख्छ, र त ग्राहक जहिले पनि त्यहाँ लसिन्छन्। अनि यो विश्व ब्रह्माण्डमा जे जति कुरा छन् परमात्माको, ईश्वरको या प्रकृतिको, यहाँ पनि त सबै राम्रै हो, यहाँ पनि त सबै राम्रै हुन्। त्यसकारण छोड्ने चिज के छ र यहाँ, जबकि सबै राम्रो छ। जोड्ने चिज के छ र यहाँ, जबकि सबै राम्रो छ। अब प्राप्त के गर्नु मैले, त्यो सबभन्दा राम्रो, किनकि मैले प्राप्त गरिरहेको कुरा पनि सबभन्दा राम्रो, यो पनि राम्रो, त्यो पनि राम्रो। अब प्राप्त गर्नु के बाँकी रह्यो मलाई? याद राख्नुहोस्, मान्छेको आध्यात्मिक यात्रा, मुक्तिको यात्रा लामो लम्बिनुको कारण के त भन्नाले, ऊ प्राप्तिको भाषामा खोज्छ। एक दिन मैले प्राप्त गर्छु, होइन, प्राप्त भइरहेको छ। तिम्रो जन्मसँगै प्राप्ति जोडेर आएको छ, तिम्रो जन्मसँगै मुक्ति जोडेर आएको छ, तिम्रो जन्मसँगै प्राप्ति जोडेर आएको छ। तिमी भुलचुक बस भ्रम बस खोजिरहेका छौ। तिमीलाई खोज होइन, स्टप खोज, बोध चाहिन्छ। किनकि तपाईँले स्वास्नी खोज्ने होइन, लोग्ने खोज्ने होइन, धन खोज्ने होइन, पद खोज्ने होइन, प्रतिष्ठा खोज्ने होइन। हो, सांसारिक भाषामा खोज ठिक छ, संसारको लागि खोज चाहिन्छ। म जग्गा खोज्दैछु, ठिक छ, घर खोज्दै, ठिक छ, छोरी खोज्दै, छोरा खोज्दैछु, ठिक छ, तर यो त ज्ञानको मामला हो। सवाल यहाँ खोजको कुरा होइन, यहाँ बोधको कुरा हो। मित्र, तिमी भ्रममा पर्यो, अहिले पनि खोजको भाषामा के लोभी जस्तै खोजिरहेको, यो चाहियो, त्यो चाहियो, एक दिन ज्ञान आउला, एक दिन आशीर्वाद बर्सिएला। यार, तिम्रो जन्मसँगै सबै कुरा बर्सिरहेको छ, तिमीले आँखा खोले पुग्छ। जुन दिनमा तिमी जन्म्यौ, तिमीले रङ्ग खोज्नु पर्दैन, तिम्रो आँखा खोली पुग्छ। रङ्ग परमात्माले तिम्रो जन्म अगाडि नै बनाइदिएको छ। जुन दिन तिमी जन्म्यौ, तिमीले आवाज खोज्नु पर्दैन, ध्वनि खोज्नु पर्दैन, परमात्माले तिम्रो कानसँगै ध्वनि जोडिदिएको छ। त्यसकारण तिम्रो खोजको कुनै अर्थ छैन। जुन दिन तिमी जन्म्यौ, तिम्रो नाकसँगै धेरै गन्धहरू जोडिसकेको छ, त्यसकारण गन्ध खोज्नै पर्दैन। गन्धको खोज बेकार छ, किनकि नाक पाएपछि गन्ध जोडिएर आउँछ। स्वाद खोज्नै पर्दैन। जुन दिन तिम्रो जिब्रो जन्म्यो, त्यही दिन स्वाद पनि जन्मिसकेको छ। त्यसकारण जिब्रो र स्वाद भिन्न भिन्दै कुरा होइन, दृश्य र दृष्टि भिन्न भिन्दै कुरा होइन, श्रोत्रेन्द्रिय र श्रवण बेग्ला बेग्लै कुरा होइन। यार, आँखा पिलिक्क खोल, रङ्ग त्यही छ, बोध। अलि ध्यान दियो, ध्वनि त्यही छ, आवाज त्यही छ, बोध। अलि गहिरो सास तान, वासना त्यही छ, बोध। यसलाई बोध भनिन्छ। ओ, मान्छे किन भ्रममा पर्छन् भने बाहिरको संसारमा खोज्नुपर्छ। एउटा जागिर खोज्न हिँड्या छु, किनकि तिमीसँग छैन, त्यसकारण खोज्नुपर्छ। पुरुषो खोज्न हिँड्या छु यार, ठिक छ, तिमीसँग छैन। पद खोज्न हिँड्या छु यार, ठिक छ, तिमीसँग छैन। नभएको कुरा त खोज्नै नै हो। तर ज्ञान त्यस्तो होइन क्या, किनकि तिम्रो जन्मसँगै चेतना त जोडेर आएको हो, र चेतनाको स्वभाव मुक्ति हो। चेतनाको स्वभाव ज्ञानमय हो, चिन्मय भनिन्छ त्यसलाई, चेतन स्वरूप, ज्ञानमय। मात्र जाने पुग्छ, जागे पुग्छ। बस भान्जानलाई भएको त्यही हो। भान्जानले गुरु ग्रन्थ सबै कुरा प्रयोग गर्दै रहेको हो, त्यसले केही फरक पारेन उनलाई। तर परिपक्व बनायो, यसको मतलब व्यर्थ त गएन, परिपक्व बनायो। तर माध्यम बन्यो उसको मुक्तिको। कसैको डायलग
Every piece of meat in this shop is the best one. यो दुकानमा बेचिने सबै कुरा राम्रै हुन्छन् है, यो दुकानमा सबै राम्रो छन्, त्यसकारण यो संसारमा पनि सबै राम्रो छ। अनि सबै राम्रो जुन दिनमा भेट्छौँ, जुन दिनमा सबै राम्रो बोध हुन्छ, जुन क्षणमा सबै राम्रो बोध हुन्छ, खोज बन्द हुन्छ। यो खोज बन्द हुनुको नाम नै ट्रान्सफर्मेसन छ, एनलाइटनमेन्ट हो, समाधि हो। अब सक्यो। त्यसकारण मैले प्रवचनको सुरुवातमा भने स्वस्ति स्वस्ति स्वस्ति, सु अस्ति, राम्रो छ यार, यहाँ पनि राम्रो छ, त्यहाँ पनि राम्रो, हिजो पनि राम्रो, आज पनि राम्रो, भोलि पनि राम्रो, राम्रै राम्रो छ, सबै राम्रो छ। अनि यो खराब यो राम्रो छुट्याउने काम कसले गरेको त? मनले। तिमी मनमाथि विश्वास गर्छौ, तिमी मनमाथि विश्वास गर्छौ, तिमी आफ्नो विचारमाथि विश्वास गर्छौ र विचार द्वैत हुन्छ। विचारले यो राम्रो यो नराम्रो, उसले तुलना गर्छ, यो असल यो खराब, उसले तुलना गर्छ। त्यसकारण यो खराब बन्छ, असल बन्छ, गहिराई बन्छ, उचाइ बन्छ। यो विचारको कुरो हो। तर समाधि भनेको विचारबाट मुक्ति हो, चेतना, बोध। बोध भयो, बोध भने के सर? बोध भनेको विचार शान्त। विचार शान्त भएपछि चेतना मात्र त्यहाँ बाँकी रहन्छ, चेतना, कन्सियसनेस, प्योर कन्सियसनेस। र यो प्योर कन्सियसनेसको लागि सबै सुन्दर हुन्छ। बस बान्जानलाई भएको त्यही हो। एभ्री पिस अफ मेट इन दिस सप इज द बेस्ट वान। मैले आफूलाई शरीर ठाने, मैले आफूलाई मन ठाने, विचार ठाने, त्यसकारण यहाँ राम्रो नराम्रो प्राप्त गर्नुपर्ने कुराहरू आयो। तर अब म मन होइन, अब म शरीर पनि होइन, किनकि यो शरीर र मन छुट्याउने विचार हो। अब विचार बिल्कुल शान्त छ, मात्र बाँकी छ साक्षी भाव। साक्षीमा हिजो पनि सुन्दर, आज पनि सुन्दर, अहिले पनि सुन्दर, भोलि पनि सुन्दर, सधैँ सुन्दर। सत्यम शिवम सुन्दर।